होइन हाम्रो बेहुला दाइ चाहिँ यही हो ल सुमन्त यता ओ हाम्रो बेहुला हाम्रो सबैजना रेडी भयो हाम्रो गोरे भाइ ल भन न सुरुवाती यता आने यता त्यो बाइकलाई पनि हाल्दै कि सुन्दिरा बिहा सुमन सक्दैन अहिले एक लगाएपछि अनि बल्ल हुन्छ इन्टरभ्यू अहिले एक लगाएपछि ल के भन्छ आज म कस्तो मानिस एकचोटी भनिदिनु होला कमेन्ट गरिदिनु होला हैन कमेन्ट गरिदिनु होला हैन ल गोपी कस्तो केही भन्नु छ यता एला भन्दैन त एकचोटी एला देखेन त गाजु त टिका सिका लगाइसकेको छ सबैजना ल हामी ए ल अङ्कल ए गोरे यता आउन टिका लाउन ल टिका लगा गोरे चेक इट आउट गोरे चेक इट आउट ओइ चाची मसँगै छ है बाइकको साइडे बाइक लगाउनु होला गाडी नम्बर नि ओके क्या बाइक ल्यायो गोरे भाइ के भन्दै के भन्दै अहिले हुन्न कि खाएपछि हुन्छ ल छतमाथि हो पहिलो कान्छी चाहिँ फोटोवाला केटाहरू है सबै फोटो भयो हामी चाहिँ पुग्यौँ अब यहाँबाट भित्र
पूजाको तयारी हुँदैछ एकछिनमा पूजाको तयारी भएर अनि कान्छो दाइको कपाल चाहिँ टक्ला हुन्छ अब एकछिनमा है व्रतबन्धन भइरह मोहन दाइ हुनुहुन्छ यता चाहिँ है आज हामी राजाको बिहेमा राजाको बस्ने ल त्यो भाग्यो क्या त्यो भाग्यो मोटो राखेछस् कि नै कहाँ जाँदै ल आज हाम्रो सिमलगारीका कान्छा राजा गणेश साई वैवाहिक जीवनमा विधिवत रूपमा बाँधिएका छन्। हामी सम्पूर्ण अनि यो जोडीका शुभचिन्तकहरू यहाँ चाहिँ उनको अब संसारको यो चाहिँ जुन चाहिँ एउटा छाटा प्रवृत्तिबाट अब भाइ मुक्त भएर अब घर परिवारमा बाँधिएका छन् त्यसको लागि धेरै धेरै बधाई छ। हुन त भाइ त्यस्तो खासै चाहिँ थिएनन् जो अझ चाहिँ यो दाम्पत्य जीवनलाई 108 वर्षको शुभकामना दिन्छौँ हामी। 108 वर्षमा यो जोडी हराभरा खुसियाल रहिरहोस्। अनि क्यामेराम्यानको साथमा म जीवन श्रेष्ठ। सकेन क्या सकेन balance cottage को भित्र हामी चाहिँ हलभित्र पुगिसकेको अहिले अब वेडिङ हलमा